साथीहरू यहाँ चाहिँ तुम्सा सङ्जुङबो दाजुभाइको भवन बनेको छ। यो हरियो यो जग्गा घेर्ने काम चाहिँ आज हुँदैछ। यहाँ सबै दाजुभाइ काका काकीहरू भेला भएर यहाँ खनेर मुर्का गाड्ने काम हुँदैछ। यहाँ चाहिँ नापेर मुर्का गाड्नलाई नाप्दै हुनुहुन्छ। झारै झार छ यस्तो। यो चाहिँ भवन सानो छ यो भवन। अब एकछिन बिसाएर खाने होला नि। यो गाडी सकेर खाने होला। त्यो यहीँ थियो काका? ए यहाँ चाहिँ सबै घेरेर वाल लाउने कार्यक्रम रहेको छ। यस्तो भन्छ त्यो पैसा चाहिँ ब्याङ्कमा लाएर देखाउँ कि भनेर अड्किएको छ बाहिरै पैसा त्यो 35,000 यो पनि आइहाल्छ नि। यो यसमा त औषधि लाउने कि अनि त्यसपछि गिटी हाल्दिने। ए तपाईँ चाहिँ फेरि के भन्छ भयो होला त दाजु? भएन यतिको? यहाँ हेर्नु त भाइ यतिको हुँदैन? ऊ यतिकोले हुन्छ होला त। हुन्छ दाजु भयो धेरै गहिरो भएन फेरि लेबल मिल्दैन होला नि। दाजु गाडी दिउँ यसरी हेर्नु पो मजा आउँदो रहेछ त नि। लु मैले हेरेँ नि भिडियोमा। लु यहाँ आउनु। लु यहाँ आउनु न उचाल्नु। यो दुप्पा रहेछ। यही हो भेट होइन? भेट यही हो। यता गाडा छ किन यो गाडी हाल्ने नै यो बाहिर पारौँ है। यसो गरौँ दाजु कता फर्काएको थियो बाहिर त्यो आफ्नो चाहिँ। लु अर्काकोमा गयो कि अर्काकोमा गयो कि। लु डोरी टाँगेर हेर्नु पहिला चाहिँ तल्लोमा गाड्नुपर्छ कि अनि डोरी टाङ्नु। अघि भाइले ल्याएको थियो नि डोरी। हत्तेरिका तपाईँलाई थाहा छैन होइन? कहिलेको मिटिङमा पो पास गर्ने भाइको। लु अब यहाँ बलको काम चाहिँ लाउनु। मुर्का उचाल्न। पैसा कता राखौँ भन्नेलाई चाहिँ त्यस्तो हुन्छ कि। अनि खर्च गर्नु पर्यो।
काहीँ न काहीँ त व्यवस्था गर्नु पर्यो नि त भाउजू मैले यसो बुझाएको पैसा हुनेहरू चाहिँ बुढी अर्को गऱ्यो भने जेठी बुढीले पनि पैसा लगिदिन्छ भने डराउँछ बाहिर बाहिर मात्रै खेलाउँछ भन्ने सुनेको थियो हजुर अनि पैसा नहुँदाखेरि त अनि कसरी खेलाउनु पर्यो तिनीहरूलाई खुवाउनु पर्यो गर्दाखेरि त बिजोग हुन्छ भन्ने चाहिँ सुनेको थियो नि मेरो भाउजू खोइ म त पैसा हुनेहरू चाहिँ त्यस्तो हुन्छ अरे भन्ने सुने नहुनेहरू त लगे पनि के पो लान्छ र अनि खुवाउनु त पर्यो पैसा चाहिएन लडे पनि खाँचो छ त्यत्तिकै त अनि आउँदैन होला त बाजेहरूको बारीमै बाँधी राख्दा पनि हुन्छ पोल बोक्दै खाजा खाएको दही चिउरा असार 15 चाहिँ बाँकी नै छ आज नै बोलाइदिएको र असार 15 मेरो चाहिँ यो दही